रोग लागेर के भयो त खान सिकाएर जान्छ। हिँड्दा ठेस लागेर के भयो त बाटोमा होशियारपूर्वक हिँड्न सिकाएर जान्छ। दुश्मन शत्रु लागेर के भयो त सतर्कतापूर्वक बाँच्न सिकाएर जान्छ। मनमा तनाव बढेर के भयो त होलिस्टिक हेल्थ छँदैछ हाँस्न खुसी साथ बाँच्न सिकाएर जान्छ। सोही क्रममा मैले आज एउटा मानव शरीरलाई कसरी अल्कालाइन बनाउने भन्ने बारेमा एउटा भिडियो बनाउँदैछु। शरीरलाई अल्कालाइन किन बनाउने त? यदि शरीरमा सुगर, प्रेसर, किडनी समस्या, थाइराइड, हर्मोन डिसब्यालेन्स, सिस्ट, ट्युमर, क्यान्सर छ भने जरैबाट निको बनाउनको लागि, यदि यी माथि भनेका समस्या छैन भने यस्ता समस्या भविष्यमा आउन नदिनको लागि यो अल्कालाइन गराउन आवश्यक छ। समस्या हुनेले हप्ताको 2 पटक र शरीरमा कुनै पनि समस्या नहुनेले महिनाको 1 पटक यो विधि गर्ने। यो विधि गर्न आवश्यक पर्ने सामानहरू के हुन् त? दुबो 15 देखि 20 वटा मुन्टा, निमका पात 15 देखि 20 वटा पत्ता, पुदिना 15 देखि 20 वटा पत्ता, पानको पात 4 देखि 5 वटा, धनिया 4 देखि 5 वटा धर्सा, काँचो करेला 1 पिस, अदुवा 50 ग्राम, काँचो हलेतो अथवा हल्दी भनेर चिनिन्छ, काँचो यो चाहिँ नपिसेको, यो 50 ग्राम। त्यसपछि आएर अम्बाको पात, अम्बाको पात 4 देखि 5 पिस, आँपको पात 4 देखि 5 पिस, त्यसपछि बरको पात 4 देखि 5 पिस, पानको पात 4 देखि 5 पिस, पिपलको पात 4 देखि 5 पिस, तितेपाती 4 देखि 5 पिस, त्यस्तै गरी बेलको पात 4 देखि 5 पिस, अमला छ भने दाना 4 देखि 5 दाना, छैन भने 15 देखि 20 पत्ता। यसरी गराउने। गराइसकेपछि सफा भाँडोमा धुने, धोइसके सानो सानो भागमा यसरी भाग लगाएर टुक्रा टुक्रा बनाउने। र यो बनाइसकेपछि म अब यसलाई कसरी बनाउने भन्ने कुरा अर्को भाँडोमा जगमा राखेर यसलाई मिक्सरमा पिसेर जुस बनाउने। त्यसपछि जुस बनाइसकेपछि एउटा कपडा धुने बाटा अथवा स्टिलको बाटा अथवा खुट्टा अट्ने एउटा भाँडोमा त्यो जुसलाई राख्ने र खुट्टाले त्यो जुसलाई मजाले 15 देखि 20 मिनटसम्म फिट्ने अथवा खुट्टाले चलाइराख्ने। जबसम्म चलाउने मुखमा तितो आउँदैन, मुखमा तितो नआउन्जेलसम्म चलाइराख्ने। मुखमा तितो आइसकेपछि अनि मात्र त्यो चाहिँ चलाउन छोडिदिने। यो 1 पटक गरिसकेपछि हप्ताको 1 पटक, समस्या हुनेले 2 पटक, समस्या नहुनेले महिनाको 1 पटक मात्र गर्ने। यति गरेपछि शरीर अल्कालाइन हुन्छ। यदि गरिसकेपछि तपाईको शरीरलाई पुरा अल्कालाइन बनाइदिन्छ। शरीरभित्रका टक्सिनहरूलाई सबै निकालेर फालिदिन्छ। यो एक्सपेरिमेन्ट एकचोटि गरेर हेर्नुहोस् अनि थाहा पाउनुहुन्छ। र अब अर्को यो भिडियो लामो हुने भएको हुनाले यो कसरी चलाउने, कसरी राख्ने, कसरी बनाउने, कसरी उभिने भन्ने म अर्को भिडियोमा यहाँहरूलाई देखाउने छु।